यदि तपाईले आफूमाथि नै विश्वास गर्नु भएन भने यो संसारले तपाईलाई कहिल्यै पनि विश्वास गर्दैन। नमस्ते, म सम्झना। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हो, जब हामी आफूले आफूमाथि विश्वास गर्छौं, आफूले आफूमाथि नै भरोसा गर्छौं, हो म गर्न सक्छु, हो मसँग क्षमता छ भन्ने कुरामा आफूमै एकदमै पक्का हुन्छौं, तब मात्र यो दुनियाँले हामीलाई विश्वास गर्छ। त्यसैले सधैँ हामीले अरूलाई विश्वास भरोसा गर्नुभन्दा अगाडि आफूले आफैलाई नै विश्वास भरोसा गर्नुपर्छ। आउनुहोस् आजको भिडियोलाई अगाडि बढाउँ। आफूमाथि कसरी भरोसा बढाउने त भन्ने पावरफुल 5 वटा टिप्सहरूबाट। नम्बर 1, आफूमाथिको विश्वास नै जितको सबैभन्दा पहिलो पाइला हो। जब हामी आफूमा विश्वास गर्छौं, म गर्न सक्छु भन्ने कुरामा हामी विश्वस्त हुन्छौं, हामीले पहिलो सफलता त्यही पाइसकेका हुन्छौं। हामीले के गर्नु छ, काम होस्, प्रेजेन्टेसन होस्, कुनै प्र्याक्टिकल कुराहरू हुन्, जेसुकै होस्, जब हामीलाई म गर्न सक्छु भन्ने भित्रैदेखि विश्वास हुन्छ, हामी एकदमै निर्धक्क हुन्छौं। जब हामीलाई नै त्यो काम आउँछ कि आउँदैन, म सक्छु कि सक्दिन भनेर हिचकिचाहट हुन्छ, हामी त्यो काम सुरु गर्ने, त्यो काम गर्ने हिम्मतै गर्न सक्दैनौं। त्यसैले जेसुकै कुरामा नि जब आफूमाथि विश्वास हुन्छ नि, अनि मात्र हामी अगाडि बढ्न सक्छौं। त्यसैले हामीले जुनसुकै क्षेत्रमा, जुनसुकै फिल्डमा, जुनसुकै कुराको लागि पनि पहिलो भनेको आफूमाथि विश्वास राख्नुपर्छ। नम्बर 2, जब कसैले देख्दैन तब पनि मेहनत गरिराख्नुहोस्। हामी अहिले धेरै कामहरू अरूलाई देखाउनको लागि गर्छौं, अरूको लागि गर्छौं। अरूले देखे कि देखेन, ओखो उसले मेहनत गरिराखेको छ भन्छ कि भन्दैन, त्यो सोचेर काम गर्छौं। तर हामीले आफूमाथि विश्वास राखेका छौं भने कसैले राम्रो भनोस् कि नभनोस्, कसैले प्रशंसा गरोस् कि नगरोस्, कोही साथमा होस् कि नहोस्, हामीले जे गर्नुपर्ने हो त्यो काम निरन्तर गरिराख्नुपर्छ। कसैले नदेख्दा पनि, कसैले प्रशंसा नगर्दा पनि, कोही साथमा नहुँदा पनि हामीले हाम्रो काम गर्छौं भने हामीले आफैमाथि भरोसा गरेका हुन्छौं। नम्बर 3, डरलाई जितेपछि मात्र साँचो च्याम्पियन बनिन्छ। हामी असफल हुने डर, कसैले केही भन्छ कि भन्ने डर, गन्तव्यमा नपुग्ने डर, अनगिन्ती डरहरू हुन्छन् नि, यो डरलाई नजितेसम्म हामीले आफूमाथिको भरोसा जित्नै सक्दैनौं, आफूमाथि भरोसा गर्नै सक्दैनौं। त्यसैले जसले जेसुकै भनोस्, जसले जेसुकै गरोस्, कोही साथमा होस् नहोस्, कसैले साथ दियोस् नदियोस्, जुनसुकै अवस्थामा पनि हामीले आफ्नो एउटा मिसनमा पुग्नको लागि कन्टिन्यू काम गर्छौं भने मात्र हामी च्याम्पियन बन्न सक्छौं। त्यसैले हरेक किसिमको डरलाई पछाडि हटाएर हामी अगाडि बढ्नुपर्छ, अनि मात्र हाम्रो जित सम्भव छ। नम्बर 4, साहसिक सोचले नै साधारण मानिसलाई पनि महान बनाउँछ। जब हामी म गर्छु 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 भन्ने सोच राख्छौं नि, निरन्तर गरिराख्छौं नि एउटा साहसी काम, आज भोलि पर्सि निरन्तर निरन्तर निरन्तर, अनि हामी महान बन्छौं। हाम्रो सोच नै अगाडि बढ्ने, गर्ने 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 गरेरै छाड्ने हुनुपर्छ। जब हाम्रो सोच एकदमै निरन्तर गर्ने हुन्छ, हामीले महान विचार राख्छौं, कन्टिन्यू काम गर्छौं, अनि हामी एक साधारण व्यक्ति छौं, केही नभएको व्यक्ति छौं, करोडपति भए पनि करोडपति बन्न सक्छौं। हामी अरूको लागि पनि उदाहरणीय व्यक्ति बन्न सक्छौं। कुनै पनि सफलता
कुनै पनि सफल व्यक्तिले एकै पटक बिना प्रयास पाएको हुँदैन। त्यसैले हामी पनि केही गर्नु छ, केही बन्नु छ, महान व्यक्ति बन्नु छ साधारणबाट भने हामीले सोच पनि महान नै राख्नुपर्छ। नम्बर 5, हार शरीरको हुन्छ, मनको होइन। हो, हामीले केही गर्न अल्छी लाग्यो भनेदेखि छोडिदिइहाल्छौँ। शरीरले नगरौँ क्या र भन्ने हुन्छ, हामी छोडिदिन्छौँ। त्यसैले हामीले कुनै पनि कुरामा हारिरहेका छौँ भने त्यो हार शरीरको हो, मनले त जित्नै पर्छ भनिरहेको हुन्छ, जित्नै चाहिरहेको हुन्छ। त्यसैले हामीले आफूमाथि भरोसा बढाउनको लागि यो हार मेरो शरीरको हो, मेरो मनको होइन। मेरो मनले त जित्छु भनिरहेको छ, गर्छु भनिरहेको छ, तर यो शरीरले हारिरहेको छ। त्यसैले म यो शरीरको कुरा सुन्दिनँ, मनको कुरा सुन्छु। जे मलाई इच्छा छ, जे म बन्न चाहेको छु त्यो बनेरै छोड्छु। हो, हामीले यो सोच राख्यौँ भने आफूप्रति नै हामीले भरोसा गर्न सक्छौँ। हामी आफूमाथि भरोसा बढाउन सक्छौँ। जसले आफूमाथि विश्वास गर्यो, आफूमाथिको भरोसा बढायो, त्यो व्यक्ति नै महान बन्न सक्छ, सफल बन्न सक्छ। त्यसैले हामी पनि आफूमाथि भरोसा बढाउन चाहन्छौँ भने यी पावरफुल 5वटा टिप्सलाई आजैदेखि फलो गरौँ। हजुर, आजको भिडियोमा मैले आफूमाथि भरोसा बढाउने पावरफुल 5वटा टिप्सहरू हजुरहरू समक्ष सेयर गरेँ। हजुरलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। अर्को यस्तै मोटिभेसनल जीवनोपयोगी भिडियोहरूमा तपाईँ अनि मेरो भेट हुने नै छ। यतिन्जेल मलाई हेरेर सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।